शुभ प्रभात सबैमा नमस्कार। आज हामी खाजा खाँदै थियौँ है। यो उजी मेरो छोरा चिया र बिस्कुट अत्यन्तै मन पराउने भएको हुनाले चिया बिस्कुट खाँदैछ हैन। यता छोरी छिन्, उनीले पनि चिया बिस्कुट खाइरहेकी छिन्। हामी सबैजना मिलेर खाँदाखेरि रमाइलो पनि भयो अनि मलाई भिडियो खिच्न मन लाग्यो। मैले भिडियो पनि खिचेँ अनि मैले पनि चिया बिस्कुट खाने कोसिस गरिरहेँ र खाँदै थिएँ मैले पनि हैन, मलाई मिठो लाग्यो। सो खेर ठिकै छ अनि मेरो छोरो एकदम हैन नजिक आएर हेरिरहेको थियो क्या, मलाई नि देखाउनु पर्यो मामु भन्दै थियो। मैले उसलाई पनि देखाएँ, हे भनेर अझै सम्हाल्ने जस्तो। अनि उजेर मगाउन पनि थाल्यो। बालामा सबैजना यस्तै हुन्छन् होला नि हैन। तर हाम्रो छोरो चाहिँ अलि चकचकै छ क्या। सो खेर ठिकै छ। हेरेर बसिरहेछ, मैले खाऊ न त्यहाँ चुपेर भनेर सिकाउँदै थिएँ। उसले चाहिँ नखानु है भनेर मेरो बिस्कुट पनि खोसेर राख्यो हैन। छोरी यता खाँदै छिन्, अन्यलमा परेर चारैतिर हेर्छिन् क्या। छोरी भाइको त्यो हरेक एक्टिभिटिजहरू देख्दाखेरि छक्क पनि पर्छिन् र उसले चियामा डुबाइरहेको छ धेरै हैन। चाहिने भन्दा बढी डुबायो भने त झर्छ नि त, त्यो भएर ठिक्क डुबाउनु पर्छ किनकि सानो बच्चा छ, उसलाई थाहा छैन र मुखमा सायद के अड्क्यो होला। यता छोरीले खाइरहेकी छिन्, उता छोरीले पनि हेरेर यताउता हेरेर खाँदैछ। अलिक पर लानु न भन्छ क्या उसले चाहिँ। एकदम राम्रो छ, खाँदैछ, ताली पनि पड्काइरहेको छ। सो खेर हैन रमाइलो गरिरहेका थियौँ र आजको लागि चाहिँ हामीले चिया बिस्कुट खायौँ। चिया बिस्कुट सँगसँगै मेरो छोरोले यताउता हेरिरहेको थियो हैन। चाहिँ मैले चिया यति बनाएँ खाँदा खाँदा, बिस्कुट चुपेर खाँदा। छोरीले खाँदै थिइन् अनि उनीले पनि यति भयो ल बिस्कुट झऱ्यो भनेर देखाइरहेको थिइन् है र खाँदैछन्। थ्याङ्क यू फर वाचिङ। हाम्रो यो युट्युब च्यानल हेरेर साथ दिनु होला, हाम्रो ब्लग हो। बाई गाइज। मेरो छोराले खाँदैछ।